यो गाडी जब हामीले बस अनलाइनमा हालिसकेपछि तपाईँलाई एउटा युजर नेम र पासवर्ड आउँछ हैन। त्यो युजर नेम पासवर्ड र तपाईँले हाम्रो जुन बसको अपरेटर एप छ हैन, त्यो तपाईँले डाउनलोड गर्नु होला। त्यो डाउनलोड गर्नको लागि तपाईँले या त आइफोन हो भने आइफोन युजरमा पनि तपाईँ गर्न पाउनुभयो, अथवा एन्ड्रोइड मोबाइल छ भने त्यसमा गएर चाहिँ तपाईँले यसरी एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ, इजी बस भन्ने है। इजी बस भन्ने यसरी चाहिँ तपाईँले एउटा एप डाउनलोड गर्नु होला। हेर्नुहोस् त, इजी बस जिडियो सफ्टवेयर भनेर लेखेको छ नि, यो चाहिँ तपाईँले डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि यसरी चाहिँ तपाईँले ओपन गर्नुहोस् है। यो चाहिँ हाम्रो सबभन्दा अहिले लेटेस्ट अपडेट भएको एप हो। त्यसपछि तपाईँको यसरी अब यो मैले पहिले एउटा आइडी लगइन गरेको छु, त्यसलाई म डिलिट गरिदिन्छु यसरी हैन। ल, यसरी एप खोलिसकेपछि पहिला तपाईँले एकाउन्ट आइडी हाल्नु होला, जुन हामी एकाउन्ट आइडी तपाईँलाई दिएको हुन्छ। हामीले तीनटा कुरा तपाईँलाई दिन्छौँ, एकाउन्ट आइडी दिन्छौँ, युजर नेम दिन्छौँ र पासवर्ड दिन्छौँ। एकाउन्ट आइडी हाल्ने बित्तिकै यसरी नेक्स्ट गर्नुहोस्। त्यसपछि तपाईँको युजर नेम के हो त, त्यो युजर नेम हाल्नुहोस् हैन। मजाले स्पेलिङ चेक गरेर क्यापिटल लेटर छ भने क्यापिटल लेटर हाल्नु होला है, स्मल छ भने स्मल हाल्नु होला। अनि त्यसपछि पासवर्ड हाल्नुहोस् मजाले यसरी, पासवर्ड हालेर है यसरी हेर्न पनि पाउनुहुन्छ। अनि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गर्ने बित्तिकै हेर्नुहोस् यसरी चाहिँ तपाईँको लगइन भयो है। यो एपमा लगइन हुने बित्तिकै तपाईँले आफ्नो प्रोफाइल, यसमा बस सबै कुराहरू तपाईँले हेर्न पाउनुहुन्छ है। सो पहिले हामी के गर्न सक्छौँ भने यसरी हामी सेटिङमा गएर हामीलाई के कस्तो फिचर चाहियो त हैन, यहाँ हामीले डिजेबल इनेबल पनि गर्न सक्छौँ। सो यहाँ स्मलमा छ भने मिडियम राखिदिनु होला हैन, यो हरिजन्टल छ भने भर्टिकल राखिदिनु होला है। प्यासेन्जर यो अटो फिल प्यासेन्जरलाई डिजेबल छ भने इनेबल गरिदिनु होला हैन। यसरी चाहिँ गरेर फेरि ब्याक जानुहुन्छ भने, अथवा यो माथि होम बटन छ, होममा क्लिक गर्नुहुन्छ भने भइहाल्छ, अथवा यसरी 3 लाइनमा गएर यसरी ड्यासबोर्ड क्लिक गर्नुहुन्छ भने ड्यासबोर्डमा आउनुहुन्छ है। अब तपाईँको गाडी जुन हामीले अनलाइनमा हालिसकेका हुन्छौँ, बसमा हालिसकेका हुन्छौँ, त्यो चाहिँ तपाईँले ट्रिप्समा क्लिक गर्नुहुन्छ भने कुनामा ट्रिप्स हेर्नुभयो भने ट्रिपमा क्लिक गर्ने बित्तिकै तपाईँको यहाँ देखियो है। तपाईँको गाडी चाहिँ यसरी देखिन्छ है। दाजुभाइ यसरी नाम राखेको छ हैन, यसरी देखियो। जस्तै एउटा दाजुभाइ बसको यो तपाईँलाई म एउटा उदाहरण देखाउँदैछु, यसरी चाहिँ तपाईँको देखियो हैन। अब टिकट कुनै बुक भएको छ भने यसरी यहाँ हेर्नुहोस् त, यो 37 सिट र साइडमा एउटा ग्रिन कलरमा आइकन र एउटा 1 सिट देखाएको छ नि, यहाँबाट पनि तपाईँको देखिन्छ कतिवटा सिट बुक भएको छ हैन। त्यसको भित्र क्लिक गर्नुहुन्छ भने त्यसबाट तपाईँले सिट चार्ट पनि, चलानी पनि हेर्न पाउनुहुन्छ। यसरी चाहिँ तपाईँको चलानी पनि देखिन्छ है। अब यो टिकट कहाँबाट बुकिङ भएको छ भने अनलाइनबाट बसबाट बुकिङ भएको छ, तपाईँले हेर्न पाउनुहुन्छ। A को 3 नम्बर हैन। अब को मान्छे बुक गरेको छ त, सञ्जीव खड्का है, 2 मिर्चैया, काठमाडौँदेखि मिर्चैया, यसरी चाहिँ यो बुक गरेको छ है। अब यसरी ब्याक जानुहोस्। तपाईँले अरू पनि अप्सन हेर्न सक्नुहुन्छ। तपाईँले म्यासेज केही पठाउन पर्यो भने प्यासेन्जरलाई हैन, केही कुरा गर्न पर्यो भने तपाईँले यहीँबाट म्यासेज पठाउन सक्नुहुन्छ। ट्याक यसरी यो सिलेक्ट गर्नुभयो हैन, सेन्ड नोटिफिकेसन गर्नुभयो भने यो म्यासेज पनि जान्छ है। सो जस्तै म्यासेजमा अब तपाईँले के गाडी यदि कुनै डिले छ हैन, ट्रिप क्यान्सल भयो हैन, बोर्डिङ चेन्ज भयो, बोर्डिङ पोइन्ट चेन्ज भयो भने यसरी तपाईँले पठाउन सक्नुहुन्छ। अथवा तपाईँले आफ्नो बसमा जिपिएस इन्टिग्रेट गर्नुभएको छ भने हामीबाट त्यो पनि हामीले यसरी जिपिएस कोर्डिनेट हामीले पठाउन सक्छौँ। प्यासेन्जर ट्र्याक गर्न मिल्छ त्यो कुराहरू। यसरी तपाईँले धेरै कुराहरूको फाइदा यहाँबाट लिन सक्नुहुन्छ। अब तपाईँको गाडी हामीले जस्तै अब हेर्नुहोस्, यो भेहिकल एन्ड ड्राइभर छ नि, तपाईँले हामीले आफ्नो भेहिकलको मतलब गाडीको नाम, गाडीको डिटेल सबै दिनुभयो, ड्राइभरको सबै डिटेल दिनुभयो भने त्यो पनि हामी यहाँ एड गरिदिन्छौँ। तपाईँको कति नम्बर गाडी हो, कस्तो गाडी हो, गाडीको फोटो सबै कुरा हामी यहाँ एड गरिसकेपछि हैन, र ड्राइभरको नम्बरहरू, खलासीको नम्बरहरू सबै कुरा हामी यहाँ एड गरिसकेपछि तपाईँले यसरी गाडीको नम्बर हैन, ड्राइभरको नाम यसरी सबै सिलेक्ट गरेर र यहाँ सेभ गर्नुहुन्छ भने त्यो प्यासेन्जरलाई जसले अनलाइन बुकिङ गरे हुन्छ, अथवा जुन तपाईँले पनि यहाँ आफ्नो एपबाट जुन बुकिङ गर्नुभएको छ त्यो मान्छेलाई सट्टैकैचोटि म्यासेज जान्छ के, ल यो गाडीको यो ड्राइभर हो, यति नम्बर गाडी हो हैन, यो खलासी हो, यसको नम्बर यो हो, सबै कुरा चाहिँ ट्याक्क त्यहाँ देखिन्छ, म्यासेज जान्छ र उसले तपाईँलाई कल गर्छ र कोर्डिनेट गर्छ। एउटा राम्रो सिस्टमेटिक तरिका हुन्छ के। सो यसरी चाहिँ यो गर्न पाउनुभयो। ट्रान्जेक्सन चाहिँ हिस्ट्रीमा हेर्नुहुन्छ भने यो हामीसँग पेमेन्ट आएको ट्रान्जेक्सन हिस्ट्री देखाउँछ हैन। अडिट लग भनेको खासै केही पनि होइन, तपाईँले के चलाउनु भयो एपमा त्यो कुराहरू यहाँ देखाउँछ। सो यति हो है। अब यहाँ माथि हेर्नुहोस् है, कि 3 डटमा क्लिक गरेर ड्यासबोर्डमा जानुहोस् हैन, अथवा कि माथि यो राइट साइड टप कुनामा यो घर जस्तो आइकन छ, घरको आइकनमा क्लिक गरेर यसरी फ्रन्ट पेजमा आउन सक्नुहुन्छ है। अब सेकेन्ड फिचर के हो त, यो बुक तल हेर्नु त बिचमा बुक भन्ने लेखेको छ, BOOK बुक हैन, यसमा क्लिक गर्नुहोस्। ल यसमा हेर्नुहोस्, जति पनि तपाईँको गाडी हुन्छ अनि यसरी चाहिँ तपाईँले यहाँ आइसकेपछि बुकमा यसरी तपाईँले यतिकै सर्च मात्र गर्नुभयो भने पनि आउँछ, सर्च गर्नुभयो भने यतिकै आउँछ। अब माथि हेर्नुहोस्, यो 6 तारिक, 7 तारिक, 8 तारिक यो देखाइरहेछ नि, यो माथिको क्यालेन्डर हो। तपाईँको आजको 6 तारिकको तपाईँको यहाँ देखायो हैन। हेर्नुहोस्, तपाईँको एउटा सिट बुक भएको छ भने यसरी चाहिँ निलो कलरमा देखाउँछ, देखायो नि, A को 3 नम्बर निलो कलरमा हैन, यसरी चाहिँ देखाउँछ। तपाईँले क्लिक गर्ने बित्तिकै ट्याक्क यसरी देखायो
हैन त। यसरी देखाउने बित्तिकै तपाईँले त्यही सिट बुक गरेको सिटमा क्लिक गर्नुहुन्छ भने यसरी प्यासेन्जरको नाम पनि देखाउँछ, फोन नम्बर पनि देखाउँछ हैन, सबै कुरा देखाउँछ। यहाँ कतिमा बुक गरेको सबै कुरा डिटेल यहाँ देखाइदिन्छ है। मोर डिटेलमा क्लिक गर्नुहुन्छ भने यहाँबाट तपाईँले सबै कुरा डिटेल हेर्न पाउनुहुन्छ है। र अर्को कुरा तपाईँले यहाँबाट केही कुरा चेन्ज गर्न पर्यो भने, मेसेज पठाउनु पर्यो भने, नोटिफाईमा जानुहुन्छ भने व्हाट्सएपबाट मेसेज पनि पठाउन पाउनुहुन्छ। टिकट डिटेल्स एसएमएस गर्नुहुन्छ भने एसएमएस पनि गर्न पाउनुहुन्छ है। मोडिफाई भनेको केही उसको नाम साम केही चेन्ज गर्न पर्यो भने, नाम उमेर केही चेन्ज गर्न पर्यो भने यसरी एडिटमा क्लिक गरेर तपाईँले सबै कुरा चेन्ज पनि गर्न पाउनुहुन्छ है। अब ब्याकमा जाउँ र त्यसपछि अब अर्को कुरा के छ भने तपाईँले मानौँ अब काउन्टरबाट पनि तपाईँको सिट काटिन्छ, तपाईँको स्टाफले पनि काट्छ, तपाईँले पनि काट्नुहुन्छ भने अब यो जति पनि यो ब्राउन कलरमा खैरो कलरमा जति पनि सिट देखिरहेछ नि हैन, त्यो सबै भनेको ब्लक सिट हो, जुन अनलाइनमा ब्लक देखाउँछ, अनलाइनबाट कसैले बुक गर्न पाउँदैन। र यो सेतो भनेको तपाईँको खाली सिट हो जुन अनलाइनमा देखिन्छ हैन। अब मानौँ तपाईँको काउन्टरबाट यो 4 नम्बर 5 नम्बर 6 नम्बर सिट काटियो हैन। अब यो त अनलाइनमा ब्लक गर्न पर्यो, ब्लक गर्न पर्यो भने यसरी सिट सिलेक्ट गर्नुहोस् हैन। त्यसरी मैले गरेँ र ब्लक गर्ने बित्तिकै हैन अब यतिकै तपाईँले ब्लक गर्नुहुन्छ भने पनि भइहाल्छ। यहाँ केही पनि नगरिकन ब्लक हान्नुहोस्, ब्लक भइहाल्छ हैन। सो अब अर्को पनि फेरि त्यही सिट चार्टमाथि क्लिक गर्नुहोस्, फेरि मानौँ खोल्न पर्यो हैन, फेरि मानौँ खोल्न पर्यो। अब यो खोल्न पर्यो, यो सिट अनलाइनमा देखाउन पर्यो, काउन्टरबाट गएको छैन भने खोल्न पर्यो भने सिट सिलेक्ट गर्नुहोस्, रिलिजमा क्लिक गर्नुहोस् हैन, एस गर्नुहोस्, रिलिज गर्नुहोस्, भइहाल्यो। केही पनि यसमा लफडा छैन है। सो अब तपाईँले मानौँ अब आफैले पनि सिट काट्न सक्नुहुन्छ है। तपाईँले आफैले पनि सिट काट्न सक्छु। यसमा क्लिक गर्नुहुन्छ भने अरू पनि अप्सन तलबाट आउँछ। हेर्नुहोस् बस फोटो हाल्ने अप्सन आउँछ हैन, सिट भिजिबिलिटी भन्ने अप्सन आउँछ, कुन सिट हामीले देखाउने कुन नदेखाउने भन्ने सबै यहाँ अप्सन देखिन्छ कि सरसरी हैन। सो यसरी चाहिँ तपाईँले कुनै पनि सिट चार्ट तपाईँले एडिट गर्न पाउनुहुन्छ हैन। अब हेर्नुहोस् मानौँ यो मलाई के गर्न छ भने अब यो भोलि पर्सिलाई मानौँ अब कतिवटा सिट अनलाइनमा खोल्ने कतिवटा नखोल्ने सबै कुराहरू तपाईँको यहीँबाट देखिन्छ है। हेर्नुभयो नि अब थुप्रै अप्सनहरू छ, तपाईँले आफै चलाउँदै जानुहोस्। नबुझेको कुराहरू हामीलाई सोध्नुहुन्छ भने यो अर्को पनि तपाईँले भनिदिन्छु। यो फेयर भन्ने लेखेको छ नि, फेयरबाट के हुन्छ भने तपाईँले आफैले भाडा घटाउन बढाउन पनि पाउनुहुन्छ। हेर्नुहोस् क्लिक गर्नुहोस्, काठमाडौँबाट बेलटारको भाडा, फतेहपुर गाईघाट हैन, यसरी चाहिँ तपाईँको जुन यहाँ स्टेसन छ लोकेसन छ भाडा कति राख्ने हो त, कुनै भाडा घटाउने हो भने अब कति घटाउने हो त तपाईँले यसरी सिम्पली यसमा चेन्ज फेयरमा क्लिक गर्नुहुन्छ हैन। अनि तपाईँले यसरी कति बढाउने हो कति घटाउने हो यसरी प्लस यसरी माइनस घटाउन चाहनुहुन्छ भने यसरी गरेर अपडेट गरिदिनुहुन्छ भने त्यो अपडेट भइहाल्छ, भाडा घटिहाल्छ तपाईँको। अथवा कुनै फिक्स भाडा राख्न चाहनुहुन्छ भने यसरी चाहिँ तपाईँले मैले सबैको 1000 रुपैयाँ भाडा राख्छु भनेर राख्नुहुन्छ भने यो त्यति नै भइहाल्छ हैन। सो आफैले पनि भाडाहरू घटाउन बढाउन मिल्छ है यसमा, त्यो चाहिँ धेरै राम्रो सुविधा छ यसमा। अनि यो माथि क्यालेन्डर भयो, आजको, भोलिको, पर्सिको, निको पर्सिको हैन, सबै कुराहरू हामीले यहाँ माथिबाट हेर्न मिल्छ यसरी चाहिँ है। सो एकदम राम्रो एप छ, एकदम राम्रो फिचर छ, तपाईँहरू चलाउनुहोस् है। र यसरी तपाईँले सर्च गरेर यसरी तपाईँले गाडीको डिटेलहरू चाहिँ यसरी है। अब जस्तै मानौँ अर्को पनि एउटा कुरा तपाईँलाई म भनिदिन्छु। यहाँ मानौँ अब मैले आफैले पनि एउटा सिट काट्नु पऱ्यो, बीको 4 नम्बर कसैले मलाई फोन गर्यो, फोन बुकिङ आयो, मैले सिट काट्नु पऱ्यो भने सिट सिलेक्ट गरेँ हैन। अथवा बीको 4 नम्बर हैन, बीको 2 नम्बर काट्नु पऱ्यो भने पनि यो बुकमा क्लिक गरेर सिट सिलेक्ट गरेँ, बुकमा गएँ हैन, प्यासेन्जरको फोन नम्बर हालेँ है, प्यासेन्जरको फोन नम्बर हालेँ यसरी जति छ। अनि त्यसपछि तपाईँको कहाँदेखि चढ्ने हो, कहाँ झर्ने हो हैन, नाम के हो हैन, नाम के हो, नाम हालिदिएँ। र डिस्काउन्ट यदि दिन छ भने मैले डिस्काउन्ट पनि एड गर्न पाउँछु। हेर्नुहोस् त भाडा आफूले एडिट पनि गर्न पाउँछु हैन। भाडा अब मानौँ तपाईँको भाडा 1300 मैले राखेको छु भने अब तपाईँले डिल गर्नुभयो त्यो प्यासेन्जरसँग 1200मा, 1200 पनि हामी यहाँ राख्न मिल्छ हैन। अथवा 1300 नै मानौँ 1300 नै राखेको छ, 1300 राखेको छ भने तपाईँले यसरी 100 रुपैयाँ डिस्काउन्ट राख्नुहुन्छ भने त्यो डिस्काउन्ट भएर तल देखिन्छ। हेर्नुहोस् त तल मजाले देखिन्छ 1300 मा 100 डिस्काउन्ट 1200 रुपैयाँ दिने। अब कन्फर्म हान्नुहुन्छ भने कन्फर्म उसको बुकिङ भइहाल्छ है। उसलाई पनि मेसेज जान्छ र तपाईँलाई पनि मेसेज आउँछ। यसरी चाहिँ यहाँ नाम राख्नु होला हैन। टिकट बुक गर्नको लागि चाहिने भनेको के हो, नाम र फोन नम्बर, अरू केही चाहिँदैन है। कहाँदेखि चढ्ने कहाँदेखि झर्ने त्यो कुराहरू यसरी कन्फर्म गर्ने बित्तिकै तपाईँको कन्फर्म भइहाल्छ है। र यो फोन बुकिङ गरेको तपाईँलाई पैसा लाग्दैन, यो बिल्कुलै फ्री हो। तपाईँले मजाले युज गर्नुहोस्, एपलाई बुक गर्नुहोस्, कतिवटा सिट अनलाइन खोल्ने हो कतिवटा बन्द गर्ने हो सबै कुरा तपाईँले यहाँबाट चलाउन पाउनुहुन्छ है। मजाले युज गर्नुहोस्। हस्, थ्याङ्क यू।